हे गाइस व्हाट्स अप वेलकम बैक टु माई च्यानल पिआरसी ब्लग। त कस्तो हुनुहुन्छ सबैजना, सन्चै हुनुहुन्छ होला हैन। त म पनि एकदम सन्चै छु हैन। अनि साइकलको ब्लग नै आएर छैन हैन। अहिले यस्तै लाइफस्टाइल ब्लग आएर छ, यस्तै घुम्न गइरहेको छौँ। आज पनि घुम्न गइरहेको छौँ न्यू इयर ब्लग पछि। अनि बाबा आज कहाँ गइरहेको छौँ भन्नु त? पूर्णगिरीमा। आज पूर्णगिरी गइरहेको छौँ हैन। अनि अहिले गाडी आउँदैछ, गाडीमा जाने आज। अनि पूर्णगिरी गइरहेको छौँ, हेरौँ अब कस्तो हुन्छ। अनि बाबा बहिनी मम्मी म गइरहेको छौँ हैन। अनि मन्जु आन्टी पनि गइराख्नु भएको छ। अनि टार्जन दिदी अनि मामा माइजू जान लाग्नु भएको छ हैन। अनि अहिले गाडीको वेट गर्दैछौँ, गाडी आउँछ त्यसपछि निक्लिउँला। अब हेर्नु भ्लग हजुरहरू। त फाइनल गाइज अहिले चाहिँ हामीहरू हिँडिसक्यौँ हैन पूर्णगिरीको लागि। अनि हेर्नु मन्जु आन्टी, हेर्नु माइजू हेलो गरिदिनु। अहिले लाइट आइराखेको छैन होला हैन, अहिले उज्यालो हुन्छ। हेर्नु अगाडि बाहिर अहिले बिहानै छैन, बिहान हिँडिसक्यौँ गाडीमा। हेर्नु टार्जन दिदी हेलो गरिदिनु। अनि पछाडि हेर्नु को जान्ला छ, बाबा अनि मामा हेलो गरिदिनु। त फाइनल गाइज अहिले चाहिँ उज्यालो भइसक्यो हैन। अनि हेर्नु हामीहरूलाई टार्जन दिदी मस्तले सुतेछ। अनि हेर्नु मन्जु आन्टी, हेर्नु माइजू, अनि हेर्नु मम्मी बहिनी, अनि यहाँ बाबा मामा कस्तो लागिरहेछ? बाबा कस्तो लागिरहेछ? त गाइज अहिले चाहिँ हामीहरू आफ्नो घरबाट लगभग 7-8 किलोमिटर टाढा आइहाल्यौँ होइन। अनि अब चाहिँ माइजूको टाउको दुखिरहेको छ होइन, हेर्नु। अनि अहिले चाहिँ हामीहरू पूर्णगिरी अब खै कहिले पुग्ने हो, अब हिँडौँ। त गाइज अब हामीहरू महाकाली जाने हो। त अब हेर्नु हिँडेको ब्लग हेर्नु, टाइम ल्याप्स, बाई। फाइनल गाइज अहिले चाहिँ पुरा उज्यालो भइसक्यो होइन। अनि अहिले यस्तै हामीहरू गइरहेको छौँ। अहिले चाहिँ हेर्नु जङ्गल पुगिसक्यौँ होइन, हेर्नु मजा आइरहेछ एकदम। अनि मन्जु आन्टी मजा आइरहेछ, मजा आइरहेछ, हालत खराब छ मामा मजा आइरहेछ। गाइज अहिले चाहिँ अब हामी झ्याल बन्द गराउन पुरै लगभग होला 16-17 किलोमिटर होइन पूर्णगिरी। अनि अहिले चाहिँ जाने हो, हेर्नु अगाडि। ए डिट्टो कहाँ मङ्की छ? अब चाहिँ मम्मी छोरीहरूलाई पूर्णगिरी पुग्ने बेला। त फाइनल गाइज अहिले चाहिँ हामीहरू पुगिसक्यौँ होइन। मम्मी कहाँ कुन मन्दिर पुग्यौँ भनेर? ब्रह्मदेव मन्दिर पुगिसक्यौँ होइन, हेर्नु अगाडि। अनि हेर्नु ए दिदी पुगिसक्यौँ, उठ्नु पुगिसक्यौँ, उठ्नु माइजू पुगिसक्यौँ, उठ्नु पुगिसक्यौँ। त फाइनल गाइज अहिले चाहिँ हामीहरू पुगिसक्यौँ होइन ब्रह्मदेव मन्दिर। त अब यहाँ भोलि मम्मी भोलि आउने हो नि पूजा गर्नु? त्यसो भए भोलि आउने हो, अहिले डाइरेक्ट जाने हो होइन। त हेर्नु पुगिसक्यौँ फाइनली। फाइनल गाइज अहिले चाहिँ हामीहरू चिया खाना गर्नेछौँ होइन। म चाहिँ खाइरहेको थिएँ नै, हेर्नु बाबा खाइराख्नु भएको छ। अनि यहाँ हेर्नु मम्मी मामा माइजू मन्जु सब खाइरहेछन् होइन। म खाना चाहिँ नै चिया। अनि हेर्नु गाडी यही छ। अब 5 बजे जाने हो होइन पूर्णगिरी। अब जाउँ। अनि यहाँ चाहिँ भोलि पूजा गर्ने होइन यो मन्दिरमा। अब हजुरहरूलाई मिल्छ पुलमा है भाइ। त फाइनल गाइज अहिले चाहिँ हाम्रो हिँड्न लाग्छौँ पुलतिर होइन, हेर्नु माथि पुल। अनि हेर्नु टार्जन दिदी र मन्जु आन्टीको अलग्गै जोडी छ। अनि मम्मी कस्तो लागेको छ? एकदम रमाइलो, कतिखेर माता रानीलाई भेट्छु जस्तो लागिरहेको छ।
गाइज अब चाहिँ अन गर्नु त फाइनल गाइज अहिले चाहिँ हामीहरू पुगिसक्यो होइन नदी साइडमा हेर्नु लाइक अस्तम अनि यहाँ हेर्नु ड्याम होइन अनि यहाँबाट डाइरेक्ट जाने हो पूर्णगिरी अनि त्यसपछि आउँदाखेरि यहाँ यो वाला अघि मैले देखाएको थिएँ होला मन्दिरमा पूजा गर्ने होइन अनि हेर्नु कति ब्युटिफुल लाइक अस्तम अनि म चाहिँ क्यामेराम्यान अब चाहिँ उता देखिराख्नु छ चटपटे वाले नींबू वाले अब दुई तिनवटा रिल बनाउँछु होइन दुई तिनवटा रिल बनाउँछु त्यसपछि हजुरसँग मिल्छु डाइरेक्ट उता होइन अब यदि हजुरलाई मेरो रिल हेर्नु भने टिकटक आइडी या इन्स्टाग्राम आइडीमा गएर म यो युट्युबको डिस्क्रिप्सनमा लिङ्क दिइदिन्छु टिकटक आइडी र इन्स्टाग्राम आइडीलाई तपाईँहरू गाइज अहिले चाहिँ हामीहरू यहाँ पुलमा हिँड्दै हेर्नु ड्याम होइन ऊ हेर्नु इन्डिया पुगिसक्यौँ इन्डियाको झन्डा ऊ हेर्नु होइन अब टार्जन दिदीलाई हेर्नु अनि तल हेर्नु गाइज ओ माई गड अब उता साइड पनि देखाउँछु होइन अहिले हामीले हेऱ्यौँ यति डेन्जर देखिरहेको छ बाफ्रे त गाइज अब जाउँ होइन ऊ हेर्नु इन्डियाको फ्ल्याग क्या लहराइरहेछ हामी नेपालदेखि अब इन्डिया आइसक्यौँ अब यार मेरो यो सर्ट त गाइज एडिट अहिले त हामीहरू अटोमा बस पार्कसम्म जाँदा छौँ होइन अनि त्यहाँदेखि गाडीमा डाइरेक्ट पूर्णगिरी फाइनल गाइज अहिले चाहिँ हामीहरू अटोबाट गाडीमा आइसक्यौँ होइन अब यो गाडी जान्छ कहीँ जान्छ त्यसपछि अर्को गाडीमा बसेर पूर्णगिरी जाने हो यो गाडी जान्छ टर्नपुर त्यसपछि जान्छ पहाडमा होइन पहाडमा जान्छ अनि अहिले चाहिँ हामीहरू यहाँ हेर्नु बसिसक्यौँ हेर्नु गाडीमा बसेर होइन डिट्टो बोलो सच्चे दरबार की जय जय बोलो महाकाली की जय तपाईँहरू गाइज अहिले चाहिँ हामीहरू गइरहेछौँ हेर्नु अब म हजुरलाई मिल्छु अर्को गाडीमा बस्दाखेरि होइन गाइज अहिले चाहिँ हामीहरू यसको माथि जाने हो होइन यो पहाड देखिरहेको छ यसको माथि टुप्पोमा होइन त गाइज हेर्नु पहाड आइगयो होइन अब यसकै माथि चढ्ने हो हामीहरू हेर्नु पहाड यसकै माथि चढ्ने हो ल अब म हजुरहरूलाई मिल्छु अर्को गाडीमा बसेपछि अहिले भिडियो बनाइरहेको हेर्नु त्यही गाडीमा छौँ चेन्ज गरेको छैन होइन अब लगाइए गाड़ी यार पीछे लगाओ अरे भैया थोड़ा पीछे लगा लो सीधी रोड पे या आगे लगा लो बैंड पे मत लगाओ माता की जय सच्चे दरबार को जय बल्ले बल्ले पूर्णगिरी माता की जय भन्नु न हजुर पूर्णगिरी माता की जय भन्नु न कोही अरे बोलो जय माता दी प्यार से बोलो जय माता दी प्यार से बोलो जय माता दी प्रेम से बोलो जय माता दी जय माता की जय फुली गाई नाम पनि हेर ये फुल इन्जोय यो गाउँको नाम हो फुली गाई फुल इन्जोय सुने सानो जय बोलो सच्चे दरबार को जय त फाइनल
अहिले चाहिँ हामीहरू गाडीबाट उठिसक्यौँ होइन। अब हिँड्दै जाने हो यहाँदेखि क्याम्पिङ हेर्नु अगाडि होइन। म चाहिँ अहिले ब्याक क्यामेरादेखि सुट गर्दैछु। कस्तो आएर चाहिँ कमेन्ट गरेर भन्नु सेल्फी स्टिकबाट। पछाडि हेर्नु बाबा कस्तो लाग्यो मामा? गाडीमा मजा आयो? मजा आयो। वी रक अन। ये तब हजुरहरूले मिल्छु पूर्णगिरी पुग्ने बेला बाई। यति पूर्णगिरीको पहाड चढेर होइन धेरै भिडियो बनाएन, किनभने चोरहरू पनि धेरै मोबाइल चोर छन् होइन। अनि भिड पनि धेरै थियो, त्यसैले मैले बनाएन। अनि अहिले चाहिँ हामीहरू यही रुममा रुकेछौँ होइन। हेर्नु यही रुममा रुकेछौँ। बाबाले भने अर्को रुम लिनु, यही रुम लिदिनु के यही रुम लिएर काम चलाउनुपर्छ। अहिले हामीहरू यहीँ बसेछौँ होइन। यहीँ बसेछौँ। अब अहिले चाहिँ यहाँ नुहाएर देखाउँछु। अहिले यहाँ नुहाएर जाने हो होइन माथि पूर्णगिरी। माथि पूर्णगिरी अहिले यहीँ नुहाएर जाने हो। त फाइनल गाइज अहिले चाहिँ हामीहरू यहाँबाट गइरहेको छौँ होइन। हेर्नु मेरो लुक रुकौँ है, अहिले देखाउँछु मेरो लुक। थोरै एडजस्ट गरिहाल्नु। हेर्नु गाइज काली माताको दर्शन गर्न जाने हो होइन माथि। अनि नुहाई गरेर मस्त रेडी भइगएँ। अनि डिटो यहाँ से प्रोहिबिट त अहिले चाहिँ यस्तै ब्याग बोकेर सब रेडी भइगयो होइन जानलाई। अब जाउँ। म हजुरहरूलाई मिल्छु सिँढीमा के जाँदाखेरि यति माथि छ, यति माथि छ भाइ, यति माथि छ। मलाई तलबाट यस्तरी आयो नि थाकिएँ म। अब म हजुरहरूलाई मिल्छु डाइरेक्ट सिँढीमा जाने बेला। अनि गाइज हामीहरू यहाँनिर प्रसाद किनेर गएर छौँ होइन। प्रसाद किनेर अनि अलि राम्रो खालको हेर्न लाग्छौँ प्रसाद। हेर्नु यही हाम्रो रुमको बाहिरै थियो होइन यो दोकान। अब यहाँनिर प्रसाद किनेर जाने हो। हेर्नु प्रसाद मेरो प्रसाद पनि आयो हो। हेर्नु सानो किनिदिनु भयो तर केही नै काम चलिहाल्छ। अनि हामीहरू गएर छौँ। हेर्नु गाइज मम्मी हिँड्न लाग्छौँ। मम्मी कस्तो लाग्छ डिटो हेलो गरिदेऊ। हेलो त गाइज अहिले त हामीहरू हिँड्न लाग्छौँ। कति किलोमिटर छ यहाँदेखि? फाइनल गाइज अहिले चाहिँ हामीहरू पुरा हाइटमा आइसक्यौँ होइन। अब यहीँनिरै छ मन्दिर माथि। यहाँनिरै छ मन्दिर तल हेर्नु। यति हाइटमा आइसक्यौँ। यहाँ हेर्नु त फाइनल गाइज अहिले चाहिँ हामीहरू माथि पुगेर आइसक्यौँ होइन। अनि यहाँनिर खाना खायौँ। हेर्नु अनि गर्मी पनि भइगयो होइन। माइजू कस्तो लाग्यो? पेट भर्यो? पेट भर्यो, भोक लाग्थ्यो निकै। पूर्णगिरीबाट हामीहरू घर फर्किने कार्यक्रममा छौँ। अब त्यसपछि हामीहरू बसमा जान्छौँ। अब हामीहरू आफ्नो डेरामा जाँदैछौँ। उतातिर मामा पूर्णगिरीमा मजा आयो कि नै? आयो नखसाउ है। हजुरलाई मजा लाग्यो कि नै? मलाई जाने मन गरिरहेको छैन तर जानु पर्यो। यही बसाउन त यता देखाइ। मामा कस्तो लाग्यो? एकदम रमाइलो भयो। म आजसम्म पनि नाच्दैछु। एकचोटि नाचिदिनु त गाइज। अब म हजुरहरूलाई मिल्छु यहाँबाट अर्को के ब्रह्मदेव पूर्णगिरी मन्दिर पुगेपछि है बाई। त गाइज अहिले चाहिँ हामीहरू यही पुल कटाएर बसेछौँ होइन। यहाँनिर के भन्छन् यो ब्रह्मदेवको महाकाली पुल। त फाइनल गाइज अहिले चाहिँ हामीहरू होइन पूजा गरिसक्यौँ ब्रह्म मन्दिरमा पनि होइन। पानी पर्न लागेको यस्तरी।